Hi guys, welcome back to my channel. आशा छ सबै तपाईहरु त्यहाँ सन्चै हुनुहुन्छ म पनि यता सन्चै छु हो म पनि भ्लग गरेर दिनु भ्लग गरेर नि त्यस्तो पो हो हजुरको बिग्रियो दाइ के भन्ने यार यस्तो गाह्रो छ दिदा सँगै भ्लगर भयो नि यस्तै हो दाइको पनि युट्युब च्यानल छ मेरो पनि युट्युब च्यानल छ अनि दाइ पनि अब इन्ट्रो दिँदै हुन्छ म पनि इन्ट्रो दिँदै थिएँ ठ्याक्क मेरो इन्ट्रो दिँदाखेरि दाइलाई डिस्टर्ब भयो रे अब के नै भन्ने दाइले अब दाइ आउनु नि त जाम तर गाइज है म हजुरलाई बताउन गइरहेको छु आज हामी गइरहेका छौँ लन्डन ब्रिजतिर लन्डन ब्रिज भनेको एकदम खतरा ब्रिज हो रे यताको लन्डनको सबभन्दा मोस्ट पपुलर ब्रिज इन द लन्डन हैन लन्डनको सबभन्दा पपुलर ब्रिज चाहिँ कुन हो दाइ लन्डन ब्रिज दाइले आज दाइलाई भ्लग नै बनाउन दिने हैन के यार केटा हो न बुझिराख दाइ फेरि दाइको फेरि म भन्दा बढी नै सब्स्क्राइबर छ के 2K सब्स्क्राइबर छ हैन मेरो बल्ल बल्ल 186 या 187 पुगिरहेछ तर दाइले हामीले छोप्नु पर्ने हुन्छ त्यही भएर गाइस सबैले नै फलो नभन सब्स्क्राइब गरौँ च्यानललाई लाइक गरौँ शेयर गरिदिउँ भन केटा हो ल दाइ चाहिँ फेरि उता युट्युब च्यानल बनाउँदै हुन्छ ल बिहाइन्ड द सिन्स हाम्रो दाइ यता के बोल्नै आउँदैन दाइलाई यो आज दाइले डिस्टर्ब नै गर्यो आज बनाउनु दिने होइन कि हजुरलाई म भिडियो के दाइ यस्तो मजाक नगरौ न यार आज दाइलाई भिडियो बनाउनु दिने नै होइन केटा होइन मेरो भिडियो चाहिँ टपमा गर्नुपर्छ दाइ भन्दा अगाडि लन्डन ब्रिज जाँदा चाहिँ हामी यो यस केटा हो काम खोज्ने हो धेरै चाहिँ छैन भिडियो बनाउ आज हजुरलाई म भिडियो बनाउनै दिँदैन कि त यार आज केटा डिस्टर्ब गर्दैछु म यता हाम्रो चौधरी दाइलाई मनोज दाइलाई मच्छी खाइटो ल हामी पुगिसकेका छौँ आधो बाटोसम्म के नै छ र केटा अब आधो बाटो नै छ तर थाकिसकेको छु म गाइज यहाँको होइन सोसाइटीहरू यस्तो बब्बाल राम्रो हुन्छ केटा क्लिन चट्ट हुन्छ होइन हेर्न सक्नुहुन्छ गाडीहरू हाम्रो पार्किङ लाइनभित्र नै हुन्छ बब्बाल तरिकाले पार्किङ गरेको हुन्छ सबै गाडीहरू थाकेँ म